So hello guys, welcome back to my anti-dar video. Anti-dar. Welcome back to my anti-dar video. Welcome back to my Andalan video. कहना क्या चाह रहे हैं भाई आप? Welcome back to my another video. Welcome back to my another video. मजा आया. तो गाइस आज का ये मेरा पहला ब्लॉगर है. मेरा आज को ये भिडियो चाहिँ मेरो पहिलो ब्लॉगर रहेको छ. कहना क्या चाह रहे हैं भाई आप? हैं ब्लॉगर रहेको छ. पर यो मेरो चाहिँ यो मेरो आजको भिडियो चाहिँ मेरो पहिलो ब्लॉग रहेको छ. अच्छा. तो गाइस क्या करना है आप लोगों को, ये होता है ना सब्सक्राइबर, ये लाल लाल बटन क्या बोलते हैं? तू समझा? हाँ. नहीं तू समझा नहीं. सब्सक्राइबर सब्सक्राइब अरे कहना क्या चाहते हो? क्या बोलते हैं के भन्छ यो गाइस यस्तो भुल्छु के कहिले कहिले हैन. सब्सक्राइब गरिदिनु के भन्छ त्यो यस्तो हुन्छ नि रातो बटन SUBSCRIB लेखेको हुन्छ नि. समझ रहे हो के मलाई इंग्लिश आउँदैन. सब्सक्राइब मेरो भिडियोलाई चाहिँ सब्सक्राइब गरिदिनु होला र ठीक है समझ गया. त लाइटर अनि लाइटर पनि गरिदिनु होला. लाइटर त हैन के गर्छ त्यो हुन्छ नि यस्तो के भन्छ त्यसलाई लाइटर के भन्छ लाइकर हैन के भन्छ यस्तो हुन्छ नि त्यो तपाईहरु बुझ्नुस् न के भन्छ यसलाई. यस्तो एउटा हातको अंगूठाको हुन्छ नि यस्तो लाउने जस्तो. अरे कहना क्या चाहते हो? लाइक लाइक मैले लाइक भन्नु खोजेको हैन. लाइक पनि भन्छ न. अच्छा. कम्प्युटर पनि गरिदिनु होला है. कम्प्युटर हैन क्यालेन्डर पनि गरिदिनु होला. मस्त जोक मारा रे. क्यालेन्डर हैन यो मेरो भिडियो चाहिँ कस्तो लाग्यो तपाईहरुले उलाई क्याप्चर हैन के भन्छ कहिले कहिले बिर्सिन्छु के इंग्लिश आउँदैन कि मलाई. गजब बेइज्जती है. त्यसो गरे के भन्छ कन्टेनर हैन के भन्छ त्यो बक्समा लेखिन्छ नि त्यसलाई के तू समझा? हाँ. नहीं तू समझा नहीं. भन्छ कम्प्युटर हैन क्यालेन्डर पनि हैन. कमेन्ट चाहिँ हो. कमेन्ट पनि गरिदिनु होला यो कस्तो ठीक है लाग्यो. र चियर पनि गरिदिनु होला हैन. चियर पनि हैन चियर हैन त्यो तीर जस्तो देखाएको हुन्छ नि अलिक बाङ्गो के भन्छ त्यसलाई. ओ भाई मारो मुझे मारो नहीं ये मजाक हो रहा है. एक सेकंड यार मजाक. क्या बोलते हैं मेरे को समझ में नहीं आता. मेरे को इंग्लिश नहीं आता ना इसलिए क्या बोलते हैं गजब बेइज्जती है. उसको बियर गरिदिनु. बियर हैन बियर त पिउने हो नि त. बियर हैन के भन्छ त्यसलाई डियर गरिदिनु हैन यार के भन्छ त्यसलाई. कियर होला कियर गरिदिनु हैन. कहना क्या चाह रहे हैं भाई आप? कियर त मान्छे सम्हाल्नु. शेयर गरिदिनु होला यो भिडियोलाई चाहिँ अरूसँग. मजा आया. र तपाईहरुलाई चाहिँ यस्तो भिडियो हरा त छ भिडियो यस्तो भिडियो हेर्न मन लाग्छ भने मेरो शेर्पा भ्यू युट्युब च्यानललाई सब्स्क्राइब गरेर अल नोटिफिकेसनलाई पनि अन गरिदिनु होला. बहुत बढ़िया र मलाई कोले चिन्नुहुन्छ र म चाहिँ भर्खर युट्युब स्टार्ट गर्दैछु हैन. फेसबुकको साथीहरुले चाहिँ फेसबुकको साथीहरुले त चिन्नुहुन्छ मलाई. र आज चाहिँ म यहाँ मेरो घरको तलतिर आएर ब्लग बनाउँदै छु. कस्तो लाग्यो यो ब्लग. यस्तै भिडियो हो. अब अरु त बनाउन आउँदैन मलाई हैन. सो यहाँ माथि चाहिँ दाजुले मलाई घर सफा गर्न आउनु भन्नुभएको छ. म चाहिँ यहाँ तल ब्लग बनाउन आएको थिएँ र अहिले चाहिँ म घर सफा गर्नु लागिरहेको छौं. लेट्स गो गाइस. रुको जरा
सबर करो। त्यसपछि म माथि पुग्दैछु काइला दाइले चाहिँ अगाडिदेखि बढाल्न पनि स्टार्ट पो गरिदिनु भएको रहेछ र मैले भिडियो चाहिँ काइला दाइले झाडुले पनि जिस्काउँदै हान्नुभयो र मैले चाहिँ छिटो सफा गर्नु भन्थे दाजुले एक लत्ता पनि हानेको थिएँ र दाजुले चाहिँ फेरि 1100को चप्पल यहाँ हेर भन्दै पो मलाई लत्ताउनु भयो। त्यसपछि चाहिँ फेरि काइला दाइले बढाल्न स्टार्ट गरिदिनु भयो र हामी चाहिँ गफ गर्दै बढाइरहेको थियौँ। त्यसपछि यता काइला दाइले उठाउनु भएको फोहोर चाहिँ मैले बेल्चा लगेर उठाउनु पनि स्टार्ट गरिदिएको थिएँ र यो भिडियो चाहिँ दिदीले गर्नुभएको थियो, दिदी पनि हुनुहुन्थ्यो। त्यसपछि मैले त्यो उठाएको फोहोर चाहिँ लगेँ र यो भिडियो चाहिँ दिदीले गर्दै हुनुहुन्थ्यो र त्यसैले दिदी पनि हुनुहुन्थ्यो तर क्याप्चर चाहिँ गर्नु पाएन दिदीलाई। र त्यसपछि हामीले यो फोहोर चाहिँ लगेर पर खोलाको किनारमा खनायौँ। त्यसपछि चाहिँ मैले यता आएर हेरेको हाम्रो घरको त्यो ठुल्ठुलो गमलाहरूको त फुलै पो ओइलिसकेछन् र माथिको सानो गमलामा चाहिँ हाम्रो काइला दाइले रोप्नुभयो। त्यसपछि चाहिँ फेरि हामीले यता चाहिँ फोहोर भएछ भनेर हामीले चाहिँ खन्न स्टार्ट गरिदिए र खनेपछि हामीले ढुङ्गा पनि मिलाए त्यहाँ र हामीले गिटी बिछाउने भनेर गिटी पनि कुट्न थाल्यो काइला दाइले चाहिँ। र यता साइडमा हेर्दा चाहिँ हाम्रो आँगनमा चाहिँ फेरि हाँसले पनि पो चाकल लाउँदै हिँडिरहेको रहेछ भन्दै हामी बिछाउन पनि स्टार्ट गरिदिएको थिएँ र हाम्रो गिटी चाहिँ खासै थिएनन्, 1 बोरा जति गिटी चाहिँ हामीले कुटेर बिछाउन पनि सुरु गरेँ र हाम्रो फाइनल रिजल्ट चाहिँ यस्तो आयो। सो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला र आजको मेरो यति नै रहेको छ। त्यसै गरी तपाईँहरूले चाहिँ मलाई विभिन्न च्यालेन्जहरू दिन सक्नुहुन्छ र म त्यो च्यालेन्ज चाहिँ पुरा गर्ने कोसिस गर्नेछु। सो थ्याङ्क्स फर वाचिङ। भेटौँला अब अर्को भिडियोमा।